आज कतिमा हान्यो देवेन्द्र गुरुजीले? मैले 2-9 भइरहा कि पहिला बिग्रियो पहिला 25 मा रनिङ हान्थ्यो अहिले चाहिँ 16। हेलो गाइस गुरुजीहरु कतिजना गुरुजी गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो GUFC को टेस्ट डे फर्स्ट डे। ए र सी को चाहिँ आज हाम्रो रनिङ पुलअप रिपिटेड चाहिँ टेस्ट भइरहा। यो चाहिँ हाम्रो ग्रुपहरू केटाहरू रनिङ हान्ने। आज हेरौँ केटाहरूले कस्तो हान्छ। गुरुजी हाम्रो GUFC को मेन भिडियो आयो अहिलेको। यो चाहिँ हाम्रो केटाहरू रनिङ हान्न लगाइरहेको। जोसमा केटा भन्नु पऱ्यो है। नानी पनि भिडियोमा त यास भन्दैन। रेडी छ ल केटाहरू रेडी छ त्यसको लागि? केटाहरू टेस्ट जानु लागिरहेको छ। सबजना बेस्ट हान्नु पऱ्यो केटा। फेरि लेफ्ट साइडबाट काट्ने थोरै छ तिमीहरू लेफ्ट साइडबाट काट्नु पर्यो। ओके सबजना रेडी छ? ओके रेडी स्ट्यान्ड बाइ गो। वेल डन भाइहरू वेल डन। हान्नु पऱ्यो है केटा। तान तान केटा तान हान्नु पऱ्यो है। अब टाइम है केटाहरूको लास्टको नि अलि पेल्ने है लास्टको। लाइन पछाडि कुरा ल हाम्रो दुईजनाले ल मैले को भन्छु जाने सबजना रेडी छ? स्ट्यान्ड बाइ गो। जान्छ के जान्छ सब धामा ए पेजमा है हेरे भिडियोमा बिग्रेला फेरि देऊ न। अलि गर्छ अब किन हान्यो भिडियोमा के हो लास्टमा छ त यार। सेकेन्ड लास्ट हो ल ठिक छ केटा। सबले बेस्ट हान्नु पऱ्यो है बुझ्यो केटा। केटा जोसमा यस भन्नु पऱ्यो कि रेडी छ केटा? ल यतिको जोसमा चाहिँ अब आर्सी चाहिँ यही जोसमा चाहिँ हान्नु पऱ्यो है। रेडी ओके सबजना रेडी छ केटा? ओके रेडी स्ट्यान्ड बाइ गो। गो केटा गो। गुड 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 राम्रो छ राम्रो छ टाइमिङ केटा किप गोइङ। अब चाहिँ सेकेन्ड ल्याबमा पेस अप गर है केटा। पेस अप गर है। फिनिसिङ आसेको नाइस केटा नाइस। तान तान भाइ गुड नाइस अल्तान 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 फिनिसिङ। स्प्रिन्ट हान है। ल यो चाहिँ आज हाम्रो रनिङको लास्ट ग्रुप है। होप सबजनाले राम्रो हान्छ। यहाँबाट चाहिँ हाम्रो आरसिबी स्टार्टिङ हुन्छ। केटाहरू रेडी छ? जोसमा चाहिँ केटाहरू पेस दिनु पर्यो है। लास्ट ग्रुप चाहिँ जोसमा छ। हजुर ल खुट्टा चाहिँ अलि पछाडि है धेरै जोसमा हो। हजुर ल सबजना रेडी छ? ओके स्ट्यान्ड बाइ गो। जा जा केटा जा जा जा। 1 2 3 4 5 6 7 8 9
10. ल आज चाहिँ हाम्रो टेस्टिङ सकेको छ केटाहरू अब मजाले रेस्ट गर्छ केटाहरू यहीँ चाहिँ सबैजना जिएफसीको केटाहरू चाहिँ आज आर्सी हान्ने थाकेको अवस्था कस्तो रहेछ ठिकै रह इम्प्रुभ भइरह कि पहिला बिग्रियो के कारण बिग्रियो कि धेरै रेस्ट नभएर हानेर हो कि हो खै को इम्प्रुभ गर्ने हो पहिला कतिमा हान्थ्यो पहिला 25 मा रनिङ हान्थ्यो अहिले चाहिँ 16 मा हान्छ 1 महिना भयो भन्छ इम्प्रुभ भएछ हामी चाहिँ यहाँ देवेन्द्र गुरुजी आज कतिमा हान्यो देवेन्द्र गुरुजीले मैले 2 छ ल नाइस 2-6-0-9 हो के यस्तै गरेपछि त ढुक्क हो के